नमस्कार र आज यो है 3 डिसेम्बरको दिन हाम्रो सिक्किमबाट टुरिज्म डिपार्टमेन्ट अनि इन्स्टिट्युटको जुन हाम्रो सिक्किममा अर्गनाइजेसन टुरिज्मको अर्गनाइजेसन हुन्छ उहाँको प्रेसिडेन्ट हाम्रा अति आदरणीय सर हुनुहुन्छ। अनि त्यस्तो प्रकारले आज उहाँले सिक्किमको टुरिज्म विषय लिएर उहाँहरू एकदमै चिन्तित भएर, किनभने हाम्रो सिक्किममा एकदमै टुरिस्टलाई अझै व्यापक रूपमा ल्याउनु पर्छ भन्ने उहाँहरूको सोच विचार राख्नु भएर टुरिज्म डिपार्टमेन्टलाई उहाँहरूको सरसल्लाह मुताबिक र सिक्किम सरकारको सल्लाह मुताबिक उहाँहरू आज सिक्किमदेखि नेपाल इन्टरनेसनल उहाँहरू टुरिज्म विषय लिएर केही राम्रो पहल सुरु गर्नु लाग्नु भएको छ। यसमा सम्पूर्ण उहाँहरूको टिमलाई म बधाई अनि शुभकामना दिन चाहन्छु अनि सिक्किम सरकारलाई धन्यवाद दिन चाहन्छु। र सिक्किम सरकारको यो एउटा एकदमै टुरिज्मलाई अगाडि बढाउनु पर्छ भन्ने उहाँको सिक्किम सरकारको सम्माननीय मुख्यमन्त्री साहबको पनि एउटा सोच विचार छ। त्यसैले गर्दा उहाँको सम्पूर्ण टिमलाई आज जतिजना यहाँ 17 जना जानुहुँदैछ उहाँलाई एकदमै म यहाँबाट शुभकामना दिँदै यहाँ मेरो छोटो 2 कुरा यहीँ राख्छु। धन्यवाद। नमस्कार, म गणेश शिवकोटी, प्रेसिडेन्ट सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसन र हजुरहरूको समक्षमा आजको हाम्रा मुख्य अतिथि हाम्रो चालक बोर्डका चेयरम्यान अति आदरणीय हाम्रो निमा सरको अनुमति लिँदै र हामी सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसनको समस्त टोली 17 जनाको टोली हामी कास्का चितवन जाँदैछौँ आज हाम्रो 3 दिनको भ्रमणलाई लिएर। र यसमा नेपाल टुरिज्म र सिक्किम टुरिज्मको कतिको मित्रता छ है, त्यहाँ कसरी हामीले सिक्किम टुरिज्मलाई दर्शाउनु पर्ने यो सबै हामी त्यहाँ गएर हामी भन्नेछौँ। र हामी समक्षमा हाम्रो टुरिज्म डिपार्टमेन्टबाट पनि हाम्रो जाँदै हुनुहुन्छ 3 जना टिओ म्याडमहरू र हाम्रो रेस एन्ड फ्याटर्निटीबाट नै हुनुहुन्छ र हामी समस्त टोलीबाट हामी 17 जनाको टिम आजदेखि चितवन रवाना हुँदैछौँ। र यसको लागि हाम्रो सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री साहब श्रीमान PS गोले साहबलाई दशमलव जोडेर धेरै धन्यवाद र कृतज्ञता पनि व्यक्त गर्न चाहन्छौँ। र उहाँको महान सोच र उहाँको परिकल्पना सुनौलो समृद्ध अनि सामर्थ्य सिक्किमलाई नै शिरो पर राखेर यहाँ पनि हाम्रो सिक्किमबाट यही मेसेजहरू दिएर जसरी एउटा इन्टर कन्ट्रीको जुन एउटा टुरिज्म छ है, टुरिज्मलाई अगाडि बढाउने र सिक्किम टुरिज्मलाई अगाडि लाने र नेपाल टुरिज्मलाई पनि यहाँ ल्याउने हाम्रो एउटा ठूलो सोचमा हाम्रो सम्माननीय मुख्यमन्त्री साहबलाई धेरै धन्यवाद हाम्रो सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसनको तर्फबाट। नमस्कार। विशेष गरी आज यो टुरिज्म क्षेत्रलाई अझै राम्रो बनाउनको निमित्त सिक्किम सरकार एवं हाम्रो सोटो अर्गनाइजेसन टिम यहाँबाट नेपाल जाँदैछ। त्यहाँबाट केही सिकेर आएर हाम्रो सिक्किमलाई अझै टुरिज्म क्षेत्रमा धेरै राम्रो बनाउनेको निमित्त जसरी आज चालक बोर्डको चेयरम्यान सरको प्रेजेन्समा हामी यहाँबाट रवाना हुँदैछौँ र त्यहाँ गएर केही सिकेर आएर हाम्रो सिक्किमलाई अगाडि बढाउने यो छोटोको जुन चाहिँ प्रयास छ त्यसलाई जारी राखेर हामी 2 दिवसीय यहाँ कार्यक्रम गर्नेछौँ भन्ने हामी सम्पूर्णलाई थाहा भएकै कुरा हो। र विशेष गरी सिक्किम सरकार विभागलाई धन्यवाद दिन चाहन्छु। यो एउटा सुनौलो अवसर दिनुभएको छ। त्यहाँ गएर केही सिकेर आएर चाहिँ सोटो मार्फत र विभाग मार्फत सिक्किमलाई केही न केही निर्माण गर्ने हामी पनि एउटा लगातार कोसिस गरिरहेका छौँ भन्दै त्यहाँ गएर केही सिकेर आएर हाम्रो क्षेत्रलाई हाम्रो देशलाई अगाडि बढाउने लगातार कोसिस